इतिहास पीडितहरू रासपा पार्टी कार्यालयमा धरना बसेका छन्। आज माइतीघर मण्डला हुँदै इतिहास पीडितहरू रासपा पार्टी कार्यालयमा ब्यानरसहित उपस्थित भएका हुन्। उनीहरूको माग विशेष गरी सरकार समक्ष कार्य गरेर चाहिँ सर्वपक्षीय एउटा बैठक बसेर केपी ओलीको पालामा सुरु भएको इतिहास पीडितको आन्दोलन अहिले बालेन सरकारसम्म पुगेको छ। केपी ओली सुशीला कार्की हुँदै बालेन सरकार हुँदै 3वटा मन्त्री मण्डल परिवर्तन भएसँगै इतिहास आन्दोलन गर्ने इतिहास पीडितहरू फेरि सडकमै देखिएका हुन्। उनीहरूको माग न त केपी ओली सरकार, न त सुशीला कार्कीको सरकार, न त बालेन सरकारले नै वास्ता गरेको देखिन्छ। उनीहरू दिनौ जस्तो फाइल बोकेर कयौं नेता, विभिन्न पार्टीका उच्च तहका व्यक्तिहरूलाई भेट्न बिजी छन्। मात्र न्याय पाउनुपर्छ भने हामी बनाउन तयार छौँ। तर हाम्रो माग र मुद्दा चाहिँ यो सरकारले सुन्नुपर्छ। यो सरकारले हामीले हिजो भदौ 23 र 24 को जनआन्दोलनपछि चाहिँ हाम्रा दलित भाइ बहिनीहरू लडेर मरेर ल्याएको यो आन्दोलन भएपछि यो सरकार जन्मिएको छ। यो सरकारले हामी जस्ता बेरोजगारीहरूको माग मुद्दा सुन्नुपर्छ। होइन भने कोरिया सरकारले हामीमाथि गरेको यो चरम अन्याय, चरम लापरवाही यो सरकारले ध्यान आकर्षण गर्नै पर्छ। यदि ध्यान आकर्षण हामी पास गरेर बसेको 22 मार्च, अहिले 26 भइसक्यो, 2 वर्ष तपाईँको पास गर्दै अब मेडिकल गर्न, त्यसलाई सेन्ड गर्न, रिसेन्ड गर्न, फेरि फर्केर आउँछ त्यसको प्रक्रिया पुऱ्याउनु पर्यो, फेरि मेडिकल गर्न। इपिएस पासर पीडितको माग पुरा गर, सर्वपक्षीय वार्ता तत्काल गर, सर्वपक्षीय वार्ता तत्काल गर। हाम्रो आन्दोलन जारी छ, हाम्रो आन्दोलन जारी छ। बेरोजगारी उत्पादन गर्ने इपिएस सिस्टम सुधार गर, बेरोजगारी उत्पादन गर्ने इपिएस सिस्टम सुधार गर। होइन भने खारेज गर, होइन भने खारेज गर। एचआरडी इपिएस तेरो पाराले, एचआरडी इपिएस तेरो पाराले, एचआरडी इपिएस तेरो पाराले। बेरोजगारी उत्पादन गर्ने इपिएस सिस्टम सुधार गर, बेरोजगारी उत्पादन गर्ने इपिएस सिस्टम सुधार गर। होइन भने खारेज गर, होइन भने खारेज गर। इपिएस पासर पीडितहरूलाई कोरिया लाने ग्यारेन्टी गर, इपिएस पासर पीडितहरूलाई कोरिया लाने ग्यारेन्टी गर, इपिएस पासर पीडितलाई कोरिया लाने ग्यारेन्टी गर। उहाँहरूले चलखेल गरेको भनौँ या कुनै पनि गतिविधि हामीले भेटिसकेपछि हामीले यो पुर्याउने निकायमा सबै ठाउँमा पुर्याइसक्यौँ। तपाईँको श्रम मन्त्रालय, श्रम मन्त्रीलाई पनि भेटिसक्यौँ, प्रधानमन्त्रीको कार्यालयमा पनि हामीले बुझाइसक्यौँ। एचआरडी, इपिएस र सम्पूर्ण कुन कुन निकायमा पुर्याउने हो सबैमा पुर्याइसक्यौँ। तर त्यति गर्दा गर्दै पनि सरकार किन लाचार, किन मौन छ? हामी कारणसहित आछौँ, प्रुफसहित आछौँ र पनि सरकार एकदम लाचार भइराखेको अवस्था छ। त्यसले गर्दा हिजो अस्ति भर्खर हामीले हाम्रो मागहरू भने नि श्रम मन्त्रालयदेखि लिएर सरकारको प्रधानमन्त्रीको कार्यालयसम्म त्यस्ताको कार्य गरेर चाहिँ सर्वपक्षीय एउटा बैठक बसेर वास्तवमा हामी पीडित हो कि होइन त, हामीले पीडित भन्दै गर्दा हामी वास्तविक पीडित हो कि होइन त्यसको छानबिन होस् र त्यो छानबिन गर्दाखेरि दोषीलाई कारवाही गरेर हामी चाहिँ कोरिया जाने सुनिश्चित गरिदियोस् भन्ने चाहिँ हाम्रो बुलन्द आवाज भन्ने क्रममा त्यहाँ तल लेखिएको हुन्छ कोरिया भाषा पास गर्दैमा कोरिया जान ग्यारेन्टी छैन। त्यो वास्तविक कुरा हो। हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ हामीले हिजोको दिनमा कोरियन भाषा पढ्नु, जुन गभर्मेन्ट टु गभर्मेन्ट, नेपाल गभर्मेन्ट र कोरियन गभर्मेन्ट जुन सम्झौता भएको छ त्यो अनुसारको सम्पूर्ण प्रक्रिया सुरु गरेर सबै कुरामा हामी पास भएर चाहिँ हामी कोरियामा रोजगारदाता गएर हामी रोजगारको लागि जान पाउनु पर्यो भन्ने हाम्रो माग हो। तर यस मागभित्र चलखेल भएको कारणले अहिले हामी आन्दोलनमा आउनुको मुख्य उद्देश्य नै के हो कि हामीलाई एउटा व्यक्तिको कारणले गर्दाखेरि चलखेलको कारणले हामीमाथि पीडा भइयो, हामीलाई अन्याय गरियो। अन्याय गरिसकेपछि हामीले नेपाल सरकारले मध्यस्थता गरेर कोरियन सरकारसँग कुरा गरेर हुन्छ कि हामीलाई नेपालको एचआरडीसँग कुरा गरेर हुन्छ कि हामीलाई चाहिँ
उहाँ जानु पाउनु कोरिया जाने बाटोहरू चाहिँ एकदम सुनिश्चित रूपमा मिलाइयोस् भन्ने चाहिँ हाम्रो माग हो। हामी त त्यो सब भइ पार गरेर यसमा अहिले हामीले सङ्कलन गरेको आधारमा तपाईँको एउटा कस्तो छ भने यहाँ विभिन्न इन्स्टिच्युटहरू छ कोरियन भाषा पढाउने। यसको इन्स्टिच्युटका व्यक्तिहरू एचआरडीका कोही व्यक्तिसँग नजिक भएको आधारमा आर्थिक चलखेलको आधारमा ती पहुँच पुग्ने व्यक्तिहरूको आधारमा चाहिँ ती व्यक्तिहरूलाई चाहिँ जसरी पनि कोरिया पुर्याउने हिसाबले उसको फाइल चाहिँ पठाएकै जबसम्म उसलाई कोरियाको रोजगारदाताले सेलेक्ट गर्दैन त्यो बेलासम्म पठाएकै गर्ने। तर हामी चलखेल हामी आर्थिक रूपमा नदिएका हामी त्यसरी उसमा पहुँचमा नपुगेहरू चाहिँ हामी चाहिँ वञ्चित भएको अवस्था छ। त्यसले गर्दाखेरि हामी पीडित भइयो र यसको आर्थिक चलखेलदेखि लिएर आफ्नो एउटा नजिकमा रहेका व्यक्तिहरू जाने गर्दाखेरि चाहिँ हामी वास्तवमा पीडित भइयो भन्ने कुराले गर्दाखेरि हामीलाई यसमा चलखेल के भयो भन्ने कुरा चाहिँ नेपाल सरकारले छानबिन गर्ने कुरा हो। एउटा कुरा के छ भनेदेखि एउटा ग्रास लेभलमा हामीले पत्ता लगाउनुपर्ने कुराहरू पत्ता लगाएर प्रमाणहरू नेपाल सरकारको सम्पूर्ण निकायमा बुझाएको छ हाम्रो च्याटिङदेखि लिएर पैसाको कुरा गरेकोदेखि लिएर विभिन्न कुराहरू हामीले सबै कुरा बुझाएको छौँ। तर पनि यो कुरा बुझाउँदाखेरि पनि एक तरिकाले नेपाल सरकार कानमा तेल हालेको जस्तो गरिरहेको छ। यो नै हाम्रो एकदम सबभन्दा बढी विडम्बना हो। हाम्रो सबै फाइलहरू बुझेर G2G प्रोसेसमा सबै निष्पक्ष एकदम पारदर्शी ठिक छ। इक्जाम्पल जस्तै हुन्छ राम्रो छ सबै ठिक छ। तर बिचमा के भयो भने कोरिया शाखाले यो जति पनि पास गरायो पास गरेका पछाडि मेडिकल पनि गरायो टेस्ट पनि गरायो त्यो पनि पास भयो र उसलाई रोस्टर पनि राख्यो त्यसमा पनि राख्यो तर त्यसको भ्यालिडिटी 2 वर्षको हुन्छ। जान पाइन्छ छैन भने त्यो पनि पत्ता तर त्यो जाने बिचमा चाहिँ रोस्टरमा बसेका व्यक्तिहरूको कसैको चाहिँ फाइल 30 पटक 50 पटक 60 पटक चाहिँ गइरहेको एउटै फाइल कसैको एकपटक पनि नजाने। यो कारण के हो? यो सम्बन्धी निकायबाट म जानकारी उत्तरको अपेक्षा राख्छु है। यस्ता मस्त त्यो भयो। अर्को कुरो के भयो भने धेरै पटक पास गराएर रोस्टरमा जुन बसेका छन् नपुगेका रोस्टरमा एकचोटि बसेका तर फाइल नगएका छन् दिने अवसर बनाइयो जसले गर्दा एकजना मान्छे 20 पटक पनि बसेको त एकचोटि पनि पाउने 0 फाइलमा 2 वर्षसम्म बस्दा केही भन्नु त यो त निष्पक्ष छानबिन गर्न पर्ने सर हो। यसैको निष्पक्ष छानबिन मालिकले हामीलाई जति पनि रहेका छन् तिनलाई एउटा कुनै एउटा विकल्प दिएर पास गरेको हाम्रो 0 फाइल विकल्प दिएर विभिन्न विकल्प हुन्छन्। यो सरकारसँग हामीले माग गर्दै आएको कुरामा अब कुनै पनि सांसद अथवा श्रम मन्त्रालयसँग हामी सफल नगर्नेमा पुगेको छौँ। हाम्रो अस्ति पनि मेडिकल पास गरे सबै गरेर रेडी छैन बोल्न सबै आउँछ हैन। कोरियन भाषाको सामान्य ज्ञान सबै ज्ञान छ त्यत्रो नम्बर ल्याएर पास गरे कुनै एउटा विकल्प रगिलामी सानी सरसँग कि वार्ता गराउनु पर्छ कि त बालेन्द्र शाह प्रधानमन्त्रीसँग वार्ता गराउनुपर्छ उहाँ भन्दा पाल्टा मान्छेसँग हामी वार्ता गर्ने होला छैन किनभने 9 महिना भइसक्यो बारम्बार त्योभन्दा मुनिको निकायसँग सबसँग हामी वार्ता बस्छौँ तर हुन्छ गर्छु भन्ने 1 हप्ता 10 दिन पछाडि उहाँहरू चुप लाग्नुहुन्छ। हाम्रो पक्षमा बोल्ने के बोल्नुहुन्न भने सबको रुख बुझो लगाइसकेको छ। अब यो अन्तिम हाम्रो आन्दोलन यो अन्तिम हाम्रो यो माग सभापति रविलामी छानेर अहिलेको प्रधानमन्त्री बालेन्द्र शाहसँग हाम्रो वार्ता गराउनु पर्छ। हामी उहाँसँग वार्ता गरेर हामी उहाँसँग माग राख्नेछौँ। हामीलाई सुनिराख्नु भएको छैन। गएको जेएनजी आन्दोलन पछिको अस्थायी सरकारले पनि सुन्नु भएन, त्योभन्दा अगाडिको सरकारले पनि सुन्नु भएन। तर हामी जस्तो युवाहरू लडेर खरानी रगतमा डुबेर ल्याएको सरकारले आज हामी जस्तो युवाहरूको आवाज किन सुन्नु भएको छैन? किन मौन बसिराख्नु भएको छ उहाँहरू? तर यो सरकार किन मौन बसिराख्नु भएको छ? हामी जस्तो युवाहरूलाई अहिले आउनुभएको श्रम मन्त्रीज्यू सुन्नुहोस्, तपाईँले पनि हामी जस्तो युवाहरूलाई यो देशमा पहिला गत भएको श्रम मन्त्रीज्यूले अहिले हजुर हुनुभएको मन्त्रीज्यूले यही देशमा बसेर प्रत्येक महिनाको यति स्यालेरी यति हुन्छ भनेर एउटा तोक दिन त सक्नु भएको छैन। बेरोजगार भइरहेको ठाउँमा हामीलाई एउटा रोजगारको नाममा बेरोजगार फैलाउने सिस्टम छ भनेर हजुरहरूको टेबलसम्म जाँदा मन्त्रीज्यूको टेबलसम्म जाँदा त्यहाँबाट फर्केपछि किन नहुन बस्दै हुनुहुन्छ? हामी जस्तै युवाहरूले ल्याएको हो तपाईँलाई त्यहाँ। हामी जस्तै युवाको रगत पसिना र हामी जस्तै युवाहरू खरानी भएर आउनु भएको सरकारले पनि किन सुनिराख्नु भएको छैन? हामी जस्तो युवालाई हामीले केही नगरेर तपाईँलाई भिख माग्न आएको होइन। वर्षौं वर्ष
गरिसकेपछि अहिलेसम्म हामीले एउटा सफलताबाट पाएको फल भनेको हामीले केवल पीडा मात्रै छ। त्यही पीडाले गर्दा हाम्रै साथीहरू कति रोडमा पागल भएर हिँडिराख्नु भएको छ। कति साथीहरू हामी सँगै पनि हुनुहुन्छ, यस्तो अवस्थामा पुग्न बाध्य भएको छ। यो सिस्टममा यस्तो छ भनेर जानकारी गराउँदा पनि तपाईँहरू हामीले जवाब दिन्छ अनि भित्रबाट एउटा लेखेर साइन गरेर विज्ञप्ति किन निकाल्नुहुन्छ? हामीले त तपाईँहरूलाई बार त्यही श्रम मन्त्रालयको ढोकामा 3-4 चोटि गएर हामीलाई वार्ता गराउनुहोस्, उहाँहरूसँग पीडित पक्ष र पीडित बनाउने मान्छेहरूसँग सर्वपक्षीय वार्ता गराउनुहोस् भनेर 3 दिनको अल्टिमेटम टाइम दिँदा पनि तपाईँलाई जुन दिन अल्टिमेटम टाइम दियो त्यो दिन चाहिँ किन तपाईँहरू त्यहाँबाट विज्ञप्ति निकाल्दै हुनुहुन्छ? त्योभन्दा अगाडि जानुभएको हाम्रो श्रम मन्त्रालयमा उच्च स्तरीय टोली कोरिया गएर पनि केही पनि हाम्रो पक्षमा कुरा लगेर हाम्रो पीडा लगेर जान्छ, त्यहाँ राखेर आउँछौँ, तपाईँहरूलाई केही न केही न्याय दिन्छौँ भनेर आश्वासन दिइसकेपछि फर्केर आएपछि हामीले किन केही पनि तपाईँहरूले यस्तो भइराखेको छ, तपाईँहरूलाई यो गर्न सकेन भन्ने तपाईँहरूले हामीलाई किन बताउनु भएन? गरेको थियौँ, तपाईँहरूलाई सम्बन्धित निकायमा कुनै ठाउँबाट गएर ढोका ढकढकाएपछि केही हामीले तपाईँहरूलाई झकझकाएपछि चाहिँ होइन यो कुरा हुँदैन पहिल्यै भनेको थियो भनेर विज्ञप्ति निकाल्दै हुनुहुन्छ। हाम्रो पीडा त सुनिदिनुहोस् एकपटक। मान्छे हो नि हामी पनि बुझ्छौँ के तरिकाले हामी कुन कारणले गर्दाखेरि हामी पीडामा पर्यो भन्ने कुरा, तर तपाईँहरू किन बुझ्न चाहनुहुन्न? त्यहाँनिर जाँदाखेरि सुरु दिनमा सुन्ने ढुङ्गा बसे जस्तो सुने तपाईँहरूलाई के चाहिएको छ अन्तिम बोली त्यो बोलिसकेपछि तपाईँहरू जानुहोस् हाम्रो समय छैन तपाईँहरूसँग भन्ने तरिकाले तपाईँहरू किन एन्सर दिँदै हुनुहुन्छ? हामी जस्तो युवाले ल्याएको सरकार हो तपाईँहरू यसरी नै हामीलाई व्यवस्था गरेर अगाडि बढ्नुहुन्छ भने हिजो भदौ 23 र 24लाई सम्झिनुहोस् एकपटक फर्केर कहाँबाट सुरु भएको थियो र कहाँ अन्त्य भयो, कसले सुरु गरेको थियो, कतिजनाले सुरु गरेको थियो। हामी एउटा पीडित मान्छे हो, हाम्रो पीडा बोल्न पाउनुपर्छ, हामीले माग राख्नु पाउनुपर्छ, हाम्रो सरकारले आयौँ हाम्रो पीडा सुनिदिनुहुन्छ भनेर हामी कति ढुक्क थियौँ हिजो आउँदै गर्दाखेरि। अहिले सरकार गठन भएको पनि कति महिना भइसक्यो, तपाईँहरू किन सुन्न चाहनुहुन्छ? हुन्न, हरेक पार्टीको मान्छेहरूलाई थाहा छ हाम्रो पीडा के हो भन्ने कुरा, तर किन मौन, किन सिरियस हुनुहुन्न तपाईँहरू? अब तपाईँहरू जस्तो जुनै पार्टी आए पनि जुनै जोगी आए पनि काम चिरेको नहोस् भन्ने तरिकाले हामीले एउटा आशा राखेको थियौँ, तर आज हामीलाई त्यही आशाले निराशामा पुर्याएको छ र त्यही भएर हामी यो सडकमा आउन बाध्य छौँ। हाम्रो वार्ता गराउनुपर्छ भन्ने अल्टिमेटम डेट पनि सकिसकेको छ र हामीले 77 जिल्लाबाट हाम्रो साथीहरूलाई आह्वान गरेको छौँ। हाम्रो आवाज त अहिले आउनुभएको जेनजीको अथवा हाम्रो नयाँ सरकार हामीले बनाएको सरकारले पनि सुनिदिनु भएन। साथीहरू आउनुहोस्, हामी रोडैबाट लड्न तयार हौँ, मर्न तयार हौँ भनेर बोलाएको छौँ। भोलि हाम्रो आवाजलाई सुनिदिनु भएन भने हाम्रो यो आन्दोलन कता मरिन्छ या हामी पीडा बोकेर हिँडेको पीडितहरू कहाँसम्म जान सक्छौँ, के गर्न सक्छौँ त्यो अहिले हामीले भन्न सकिँदैन। हाम्रो मासले जनाउनेछ र आउने दिनको आन्दोलनहरू पनि हाम्रो पत्रकार मित्रहरूले, सुरक्षा कर्मी साथीहरू उहाँहरू सबैले देख्नु भएको छ। एउटा पीडित भइसकेपछि पीडा नसुनिएपछि न त्योभन्दा अगाडि जाने हो नि त। हाम्रो पीडामा मलम लाउनुहुन्छ भने हामी यही रोडमा मात्रै पनि सीमित रहन सक्छौँ, तर हाम्रो पीडामा मलम लाग्दैन। त्यो घाउ बार यो घाममा चर्किरहन्छ भने हामी पनि चर्किन तयार छौँ। त्यो होस् गर्नुहोस् तपाईँहरू, हामी पनि चर्किन तयार छौँ। किनभने मान्छे बुझ्नुहुन्छ, हिजो आएको सरकारले सुनिदिनु भएन, अहिले आएको सरकारले पनि हो हामी बुझ्छ हाम्रो देशको अवस्था कस्तो छ, विदेश जानै पर्छ, विदेशबाट कमाउनै पर्छ, मेरो घर परिवार पाल्नै पर्छ, मेरो घर परिवारको पेट पाल्नलाई मैले विदेश जानै पर्छ भन्ने अवस्था छ अहिले। तपाईँहरू भन्नुहुन्छ युवाहरूलाई विदेश पठाउने हाम्रो एजेन्डा होइन, तपाईँहरूको एजेन्डा होइन होला, तर हामीले वर्षौँ मेहनत गरेर एउटा सफलतामा पुगेपछि पीडा लिने पनि हाम्रो एजेन्डा होइन। त्यही भएको भएर हामीले एउटा सफलता पाइसकेपछि सफलताको फल त चाख्न पाउनुपर्छ नि। हामीले त्यो सफलताको फल चाहिँ अहिले हामीले पीडा मात्रै पाएको हो र किन पीडा मात्रै पाइरहेको छौँ, सफलताको फल हामीले। त्यसैले तपाईँहरू जतिसम्म मौन बस्नुभयो, तर आज हामी यहाँ आएको छौँ, हाम्रो साथीहरू 77 जिल्लाबाट आउँदै हुनुहुन्छ। अब यहाँ हामी उपस्थित जति साथीहरू सपना बोकेर कोरियन भाषा पढ्छु भनेर कानमा लियो मम्मी आउँदै हुँदैन, हामी उनीहरूको लागि बोल्ने हो।
साथीहरू त्यो भएकोले गर्दाखेरि हामी पछाडि हट्नेवाला छैनौँ हामी पछाडि गर्नेवाला छैनौँ त्यो भएकोले गर्दाखेरि हामी कहिले पनि हटाउनेवाला छैनौँ मन्त्री को छ को छैन हामीले सरकार होइन तर हाम्रो माग सम्बोधन गर्छ कि गर्दैन त्यो ठुलो कुरा म फेरि पनि भन्न चाहन्छु कुनै साथीहरू अहिले हाम्रो यहाँ महिला दिदीबहिनीहरूलाई म फेरि पनि सम्बोधन गर्न चाहन्छु मलाई याद छ साथीहरू महिला दिदीबहिनीले पनि त्यति नै पास गरेर अहिले मेनुमा इक्जाम दिनुभयो इक्जाम दिएर पास गरेर सबै प्रक्रिया पास गर्नुभएको छ तर उहाँहरूलाई छानी लगिँदैन के महिलाले इक्जाम दिन नपर्ने र महिलाले नछान्ने हो भने 100% महिलाले इक्जाम दिन पाउँदैन भनेर भनोस् इपिएस कार्यालयले यो त भनेदेखि इक्जाम र पैसा लिन पाउने पैसा उठिने लिने बेना दुतिनी गर्ने त उनीहरूलाई छानिँदैन त्यो पनि हाम्रो सम्बन्धित निकायले ध्यान बस्नुहोस् महिला दिदीबहिनीहरूको लागि हामीले बोल्नुपर्छ साथी हो त्यो कारणले गर्दा अब हामी बोल्नुपर्छ अहिले नबोले कहिले पनि बोल्दैन हामीलाई हेपिरह्यो भनेदेखि साथी हो आगोको सानो झुल्काले देश चलाउँछ त्यसै गरी एउटा सानो जमातले ठुलो जमात बनाउँछ साथी हो त्यसैले अब हामी अगाडि बढ्नुपर्छ र बढ्नेछौँ यसरी हामी कसरी हामीलाई न्याय पाउँछ कि हामीले के मागेको त्यो सरकारले तत्कालको लागि हामीले वार्तामा बोलाइयोस् वार्तामा को जान्छ को जाँदैन होइन साथी हो वार्तामा जो गयो एउटै कुरा हो हाम्रो माग सम्बोधन हुनुपर्छ भन्ने कुरा होला साथी हो कतिमालाई त यसो गरिदिन्छु उसो गरिदिन्छु भनेर हामी डराउनेवाला छैनौँ हामी कोहीसँग पनि डराउँदैनौँ किनकि हामीले कसैलाई बलात्कार गरेको छैन कसैलाई च्याङ मार्ने धम्की दिएको छैन कसैलाई राजनीतिको पहुँच देखाएको छैन हामीले त केवल एउटा मात्रै माग राखेका छौँ त्यो माग हो यता शीघ्र पीडितहरू नेपालीहरू सम्पूर्ण सिस्टम पार गरेपछि कोरिया जान पाउनुपर्छ ती कोरिया जान पाउँदैन भने तिमीलाई यो कारणले गएन भनेर भन्नुपर्छ हामीलाई फेरि एउटा मलाई दुःख लागेको कुरा के लागेको छ भने साथी हो हाम्रा नेपालका कर्मचारीहरू कोरिया गएर उनीहरूले हामी जान्छौँ भने हाम्रो अब डिप्लोमेटिक तरिकाले कोरिया जाँदैछ भन्नुभयो कर्मचारी साथीहरूलाई म के भन्न चाहन्छु भने त्यो डिप्लोमेटिकको उत्तर के आयो त अहिलेसम्म उहाँहरूले एउटा पनि दिनुभएको छैन किनकि यहाँ घुसपेट छिरेको छ भने यहीँबाट त थाहा छ कि यिनीहरूले हामीलाई दबाउन खोजेको छ साथी म फेरि पनि भन्न चाहन्छु भलिबललाई जति उँभो थिच्छौ उति माथि उफ्रिन्छ त्यो जनता त्यो भलिबल भनेको हामी हो हामीलाई जति दबाउँछ त्यति हामी माथि उफ्रिन्छ साथी हो साथीहो भलिबललाई दबाउने कुनै कर्मचारी र नेताको मन्त्रीहरूले नगरियोस् म फेरि पनि भन्छु अहिले म धेरै बोल्दिनँ मैले धेरै कुराहरू धेरै ठाउँमा राखिसकेको छु धेरै मेरा प्रिय मित्र मेरा अग्रज दाजुहरूले अथवा दिदीहरूले मेरा साथीहरूले राखिसक्नु भएको छ त्यो भएको कारणले यहाँ धेरै भाषण गरिरहनु पर्ने कुरा छैन हामीले सम्पूर्ण ठाउँमा सम्पूर्ण कुराहरू राखिसकेका छौँ त्यो के हो भने हामी कोरिया जानुपर्छ हाम्रो माग यति हो म फेरि पनि भन्न चाहन्छु कुनै मन्त्रालयको मन्त्री चाहियो कुनै पुलिसको अधिकृत चाहियो यो तपाईँहरू आफै बनाउनुहोस् तर हामीलाई यो देशमा हामीले सम्पूर्ण सिस्टम पार गरेपछि हामीलाई पार गरिसकेपछि हामीलाई कोरिया पठाइयोस् त्यति मात्रै माग राख्दै फेरि पनि हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ हाम्रो बाध्यता हो यो हामीले भन्दै आएको छौँ हामी कुनै धनी बाबुको छोरा पनि होइनौँ हामीले कुनै योग्य नेपालको पढाइ सकेर हामी कोरियामा भ्रमण अथवा त्यहाँ पढ्न जान खोजेको होइन हामी एउटा गरिबको छोराछोरी हो हामी गरिबको छोराछोरीलाई एउटा कोरियन सरकारले दिएको एउटा यो G2G मार्फत पेस खोलेर यहाँ पास गरेर इक्जाम दिएर पास गरेर कोरिया जाने यो एउटा हाम्रो बाटो पनि यो सरकारले दबाएको छ गरिबको छोराछोरीलाई दिएको यो एउटा अवसर थियो तर अहिले यहाँ देखिन्छ भित्रभित्र हेर्दाखेरि त पैसावाला मात्रै पुग्ने रहेछ नि त कोरिया यसमा पनि धनी मान्छे धनी हुँदै जाने गरिब छन् गरिब हुने यो सरकार कसको लागि बनेको हो यो पनि म प्रश्न गर्न चाहन्छु यदि गरिबको लागि यो सरकार बनेको हो भने हामीलाई अहिले तुरुन्तै भन्दिन्न हामी यो हाम्रो अन्तिम आन्दोलन त हो तर यो अन्तिम आन्दोलनभित्रमा सरकार हामीसँग बसेर यदि छलफलमा आएन भने हामी के गर्नुपर्ने हामी ज्यानै दिनुपर्ने पनि तयार छौँ माइतीघर मण्डलाको यो तातो घाममा उपस्थित भएको छ यहाँ हरेक साथीहरू एउटा प्ले कार्ड हातमा लिएर उपस्थित हुनुभएको छ उहाँहरूको समस्या यो इपिएस पीडित भनेर लेख्नु भएको छ इपिएसको बारेमा हामी यहाँ साथीहरूसँग बुझ्दैछौँ के रहेछ नमस्ते सर नमस्ते हजुरको शुभ नाम के होला राजेन्द्र कुमार शाही के भन्नु राजेन्द्र कुमार शाही हजुर अनि यो तपाईँहरूको समस्या के हो सर हामीहरूले अब यत्रो 3-4 वर्ष हुँदा पनि एकचोटि पनि हाम्रो
फाइल कम्पनीमा पुग्न सकेन रिमेडिकल गर्दा पनि अब डेट एक्सपायर भइसक्यो सर कहिले पास गर्नुभयो यो EPS? हामीले 2023मा सर एग्रिकल्चर 2023 मा पास गर्नु हजुर सर अहिलेसम्म लगेको छैन। एकचोटि पनि कम्पनीमा फाइल पुगेन सर तपाईँहरूको माग चाहिँ के हो त अब? हाम्रो माग अब एकचोटि रोस्टर थपिदिनु पर्यो डेट थपिदिनु पर्यो एकचोटि फाइल कम्पनीमा जानु पर्यो भन्ने हो सर अहिले त यो 2/3 सरकार छ, बलियो सरकार छ भन्छन्, अनि एउटा जनसरकार पनि हो, युवा जेनजीहरू धेरै मन्त्रीहरू हुनुहुन्छ। तपाईँलाई यो सरकारले गर्छ जस्तो लाग्छ कि लाग्दैन? गर्न पर्ने हो सर अब हामीले दिएरै जिताएका मत हालेरै जिताएका सरकारलाई के भन्न चाहनुहुन्छ? हामीहरूको माग एकचोटि रोस्टर थपिदिन पर्यो 1 वर्ष रोस्टर थपिदिन पर्यो र हाम्रो फाइल एकचोटि कम्पनीमा पुग्दिन पर्यो भन्ने तपाईँको इस्यु डेट बाँकी छ कि सक्यो? सक्यो सर कहिले सक्यो? मेरो भइहाल्यो सर 2000 मेमा सक्यो सर अस्ति मेमा। तपाईँ कुन सेक्टरको यो कुन सेक्टर छ कोरियाको भनिदिनु त एकचोटि? म एग्रिकल्चर सर एग्रिकल्चर बाहेक अरू कुनै सेक्टरहरू छ? छैन सर अहिले म होइन एग्रिकल्चर मात्र अरू छैन? अनि यो सुन्नमा त म्यानुफ्याक्चरिङ छ, त्यस सिभिलिङ छ, पीडितहरू जम्मै छ सर म एग्रिकल्चर नमस्कार नमस्कार को शुभ नाम? लोकमणि जोशी लोकमणि जोशी। कहाँ हो हजुरको घर? मेरो सुदूरपश्चिम बजार सुदूरपश्चिम बजार। कहिलेदेखि आउनुभयो आन्दोलनमा? आन्दोलनमा पुस 16 गतेदेखि हामी निरन्तर छ आन्दोलन हाम्रो माग पुरा नहुनेसम्म हामी आन्दोलन निरन्तर गरिराख्छौँ भनेर हामीले त्यतिखेर भनेको थियौँ। तपाईँ रियल पीडित? एकदम पीडित नि सर। के छ प्रमाण हामीसँग छ नि सबै यहाँ डकुमेन्ट यहीँ छ मोबाइलमै छ यहीँनिर छ यहाँ देखाउन सकिन्छ नि। अनि अब अहिले त यो 2/3 को सरकार छ नेपालमा, यो 2/3 को सरकारले तपाईँहरूको माग सम्बोधन गर्छ जस्तो लाग्छ? 2/3 को सरकारले नै माग पुरा गरिदेला भनेर हामीले जिताएर नै यो सरकार यहाँ पठाएको हो। अब यसले माग पुरा त गरिदिनु पर्यो नि त। तपाईँ कुन सेक्टर? म एग्रिकल्चर। नमस्ते हजुर। कहाँदेखि आउनुभयो हजुर? मेरो घर चाहिँ खोटाङदेखि आएको। यो हाम्रो विशेष गरी EPS पीडित हामीले आज मात्रै होइन आजभन्दा समथिङ 1 वर्ष अगाडिदेखि आन्दोलन गर्दै जेन्जी आन्दोलनभन्दा अगाडिदेखि आन्दोलन गर्दै आइरहेका छौँ। हाम्रो निरन्तर आन्दोलन के मानेमा हो भने हाम्रा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदादेखि आन्दोलन हो। 3टा प्रधानमन्त्री फेरिसक्दा पनि हाम्रो मागलाई हाम्रो जायज मागलाई अहिले पनि सम्बोधन नगरिरहेको अवस्था छ। नेपालका युवा पीडा एउटा युवा पीडाहरू यसरी चाहिँ भौतारिरहँदा हामीसँगका साथीहरू मान्ने हुनुहुन्छ र पनि यो अवस्थामा पनि सरकारले छिटोभन्दा छिटो हाम्रो मागलाई यथाशीघ्र सम्बोधन गरिदियोस् र गरियोस् भने म अनुरोध गर्न चाहन्छु र सम्पूर्ण सिस्टमहरू पार गरेर कोरिया जान्छु विदेशमा जान्छु भन्दा पनि अहिले सरकारले यो एउटा सिस्टम नबसालिरहेको अवस्था छ। मलाई लाग्छ यो 2/3 को सरकारले पक्कै पनि हाम्रो मागलाई जायज मागलाई सम्बोधन गर्नेछ भन्ने लाग्दछ। हस् धन्यवाद। यो कति समय जति भयो तपाईँहरूको? हाम्रो आन्दोलन जेन्जी आन्दोलन भदौ 23 र 24 गतेको जेन्जी आन्दोलन भन्दा अगाडिको भनेपछि समथिङ 1 वर्ष मैले अघि पनि भनिसकेको छु। 1 वर्ष जति हाम्रो आन्दोलन अगाडिदेखि आन्दोलन हाम्रा मागहरूलाई सम्बोधन गरिदियोस् भनेर सरकारलाई ध्यानाकर्षण गरेर राखेका छौँ। हामीले एकदम निरन्तर शान्तिपूर्ण अहिलेसम्म हामीले कसैलाई दबाब कसैलाई धम्क्याउनु कसैलाई डर देखाउनु नगरिकन हामीले एकदम शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ। हामीले सडकबाट गरिरहेका छौँ। हामीलाई सबै ठाउँमा चाहिँ हामीले पत्र पठाइसकेका छौँ। हामीले विभिन्न ठाउँमा सरकारले के गर्छ भनेदेखि जस्तो हामीलाई तपाईँहरूको माग लिएर जानुहोस् भनेर हामी DSP कार्यालय प्रहरी कार्यालयतिर सिडिओ कार्यालयतिर पुर्याएको छ तर सम्बन्धित निकायलाई कहिले पनि ध्यानाकर्षण गराइरहेको छैन। मैले अघि पनि भने अब यो 2/3 को सरकारले हाम्रो मागलाई यथाशीघ्र सम्बोधन गरिदिन्छ भन्ने मलाई लाग्दछ। हस् पहिलाको सरकारले त गरेन अहिलेको 2/3 को सरकार छ, बालेन सरकार छ, यो नागरिक सरकार भन्छन्, युवाहरूको सरकार छ। तपाईँलाई के सरकारले गर्छ जस्तो लाग्छ तपाईँहरूको? अनि डेट चाहिँ कहिलेसम्म छ त? हाम्रो डेट भनेको हाम्रो समथिङ यो एग्रिकल्चरको एक्सपायर भइसकेको छ, त्यसै गरी सिप बिल्डिङको एक्सपायर भइसकेको छ, सबै साथीहरूको एक्सपायर भइसकेको छ। र अघि तपाईँले भन्नुभयो जस्तै यो सरकार नागरिकको सरकार हो कि होइन परीक्षा लिने टाइम पनि यो त्यो भएको कारणले गर्दा म सरकारलाई फेरि पनि विनम्रता अनुरोध पनि गर्न चाहन्छु। सरकारले अब यथाशीघ्र सम्बोधन माग गर्नेछ। नागरिकको सरकार हो भने नागरिकको तर्फबाट सडकबाटै यो सरकारले
नागरिक सरकार नागरिकको हो कि होइन भन्ने जिम्मेवार देखाउँछ कि देखाउँदैन भन्ने अब आइसकेको छ। मूलत त मलाई लाग्छ नयाँ सरकार आएको छ, नयाँ सरकारले गर्छ भन्ने विश्वास आशा भरोसा छ। किनकि मैले अघि पनि भनिसकेको छु, हामीको उमेरका साथीहरू मन्त्री हुनुहुन्छ, मान्य हुनुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि हामीलाई यथाशीघ्र सम्बोधन यो मागलाई, गरिब जनताको मागहरूलाई सम्बोधन गर्नेछ भन्ने मलाई लाग्दछ। तपाईँ खोटाङदेखि आउनु भएको छ, यहाँ बस्ने ठाउँ छ कि छैन, तपाईँहरूको व्यवस्था के कस्तो छ, यो व्यवस्था कसले मिलाइरहेको छ? अब यो रोडमै आन्दोलन गरेर पार लाग्छ कि कुनै डिप्लोमेटिक तरिकाले सरकारसँग सम्बन्धित पक्षसँग वार्ता संवाद गरेर हुन्छ कि के जस्तो लाग्छ तपाईँलाई? अब हामीले सडकमा पनि सबै सरकार जुन इपिएस कोरियाको निकायहरू, इपिएस कार्यालय, त्यसै गरी एचआरडी, त्यसै गरी श्रम मन्त्रालय, त्यसै गरी मन्त्रालय, गृह मन्त्रालय सबै ठाउँमा हामीले पत्र पुर्याइसकेको छ। यो गर्छ कि यस अर नो, सरकारले गर्न सक्ने कुराहरू के हुन् अहिलेसम्म त्यो ठोस डिसिजन नआएको कारणले गर्दाखेरि अब त्यो आउनेछ भन्ने मलाई लाग्दछ। सरकार एकदम यो पक्षमा सूक्ष्म तरिकाले लाग्नेछ र लाग्ने छ भन्ने म चाहिँ विश्वास गर्दछु। अब लाग्छ होला भन्ने मलाई लाग्दछ। हस्, आदरणीय दर्शकवृन्दहरू, अहिले हामी यो माइतीहर मण्डलामा उपस्थित भइरहेका छौँ किनभने यहाँ धेरै इपिएस पीडित साथीहरू पनि यहाँ उपस्थित हुनुभएको छ। उहाँहरूका माग मुद्दाहरू विगतका सरकारहरूले नसुनेको र अहिलेका नारी सरकार र भन्नुपर्दा बालन सरकारले पनि केही गरेन भन्ने गुनासोहरू उहाँले पोख्नु भएको छ। यथाशीघ्र यो बालन सरकारले इपिएस पीडितहरूको मागलाई छिटोभन्दा छिटो सम्बोधन गरोस्, यही रोडबाट यही अनुरोध गर्दै हस्, धन्यवाद, बिदा चाहन्छु। इपिएस पासर पीडितको माग पुरा गर, सर्वपक्षीय वार्ता तत्काल गर, सर्वपक्षीय वार्ता तत्काल गर। हाम्रो आन्दोलन जारी छ, हाम्रो आन्दोलन जारी छ। बेरोजगारी उत्पादन गर्ने इपिएस सिस्टम सुधार गर, बेरोजगारी उत्पादन गर्ने इपिएस सिस्टम सुधार गर। होइन भने खारेज गर, होइन भने खारेज गर। एचआरडी इपिएस तेरो पाराले, एचआरडी इपिएस तेरो पाराले, एचआरडी इपिएस तेरो पाराले। बेरोजगारी उत्पादन गर्ने इपिएस सिस्टम सुधार गर, बेरोजगारी उत्पादन गर्ने इपिएस सिस्टम सुधार गर। होइन भने खारेज गर, होइन भने खारेज गर। इपिएस पासर पीडितहरूलाई कोरिया लाने ग्यारेन्टी गर, इपिएस पासर पीडितहरूलाई कोरिया लाने ग्यारेन्टी गर, इपिएस पासर पीडितलाई कोरिया लाने ग्यारेन्टी गर।